लेफ्ट साइडमा होइन निकाल्छु हेलो राजुभाइ केम छ कस्तो छ छाङ्गु जाँदाखेरि है वेदरहरू कस्तो लागिरहेको छ दामी घाम लागिरहेको छ चिसो हावा आइरहेको छ एकदम राम्रो लोकेसन छाङ्गु जाँदैछ आर्यनलाई केही छ भन्नु भनिहाल है केही छ जाने बाटो होइन हामी त अन्त प्लेनमै चढेर हिँडेको जस्तो देख्दो रहेछ बादलले गरेर है प्लेनबाट देख्छ नि यस्तो माथि इन्डियामा पनि बिल्डिङ छ चाइनामा पनि बिल्डिङ छ यस्तो छत जोडेको छ कि अन्त त्यो बिल्डिङ चाइनाको यो इन्डियाको भयो अन्त अलिक अगाडि गयो भने चाहिँ गेट छ फलामको ठुलो गेट छ अन्त उता चाइना पनि त्यस्तै पहाड यता इन्डिया पनि त्यस्तै पहाड त्यही हेर्नुमा त चाइनाको कोही मान्छे देख्दैन उताबाट पनि टुरिस्टहरू आउँदैन पनि इन्डियाकै मात्रै चाइनाको टुरिस्टहरू त तिनीहरू के आउँछ यो चाहिँ के भन्छ एरियालाई 15 माइल बजारै रहेछ त्यो पनि है हाम्रो स्टप पनि आयो खाजा खाने तर कश्मीरमा चाहिँ फेरि वेज नै छ नि त सोलिड नै यहाँ त सिजनमा मात्रै हो नि त त्यहाँ भनेको चाहिँ हिउँमै सुत्ने हिउँमै खाने सबै त्यहीँ भयो नि त यहाँ चाहिँ अलिअलि हो छङ्गुमा तर कम्ती नै रहेछ हिउँ त यहाँ चाहिँ है हजुर आमाको गाडी बढेको मान्छे बढेको रुखपात काटेको माइनस त छैन प्लसमा
सँगै जस्तो देख्दो रहेछ। चढ्ने होला नि त होइन रिना पनि हजुर त्यही गर्नु त बरफको यो गोल पर्छ हो कपु बालेर यति बेला चाहिँ यो सबै यो बादलले छेक्छ नि त, त्यही भएर साइड सिन नै राम्रो देख्दैन क्या यस्तोतिर है। ठिकै छ त त्यता टोपीले निकै काम गरेन नि हौ। केबल कार त यही होला चढ्ने, सबै ड्याममै त रहेछ है। यो याकै याक छ लेक त अन्त पानी भइसक्यो रहेछ हो। हिउँ खेल्ने चाहिँ कहाँ ए भिडेर हो क्या? मन्दिरमा चाहिँ पर बाबा मन्दिरमा चाहिँ त्यसै त्यहाँ टाइम नगयो कि मन्दिर त्यहाँ दर्शन मात्रै गऱ्यो। बाटोमा भ्यू त्यो रोक्दैछु मन्दिरको त्यहाँ सिधै जानु। के चाहिँ ब्लक बनाएको कि आदि सबै पिसमा छ। अब हिउँ खेल्नु पर्यो भने यतै त हो, लडी बडी गर्ने कि बाटोमा होइन, हिउँमा सुतेर बसेर खिचिहाल्नु भने चाहिँ एकछिन मात्रै बस्नु चाहिँ बेसी लामो बस्यो भने के हुन्छ हिउँ टाँसिन्छ कि हिउँ टाँसिन्छ। सधैँ गरममा भेटेपछि बिल्डिङ छ जग्गामै त्यहाँदेखि चाहिँ चिसोले है। यो यहाँ बस्ने यो घरहरू भएको चाहिँ सबै पर्मानेन्टली हो, सबै बस्ती नै होला यो होइन। सेतोले पुरै उज्यालो देखेको नि।
माथिबाट आफूले यसरी हेर्दा यो त सेम उयो नै असी नै जस्तो देख्दछ है। तर पुरा चिसो उयसको भएको बेला चाहिँ उयो हुँदैन होला नि। अहिले चाहिँ असिना जस्तै रहेछ कि त्यति बेला चाहिँ राम्रो हुन्छ होला यो चाहिँ फुसफुस परेको बेला नै। फर्किँदा भनेको होइन फेरि बादल लाग्यो अन्त है। यो खेल्नु होइन त अन्त ए यहाँनिर म 2 जनाको भिडियो बनाइन्छ ल। खोइ त अन्त ह्याप्पी एनिभर्सरी भनेको केकको ल ल ल छिटो ल। तपाईँहरू के प्लान गरेर आउनुभएको त्यहाँ भन्नुहोस् ल आज। यो त जानु माथि राजकुमार दाई कस्तो लाग्यो? दिल खुस। मेरो वाइफ चढ्नु सकेको छैन। यस हेर्नुहोस् तपाईँहरू छाङ्गोमा आइपुगेको छौँ हामी। छाङ्गो लेक त्यो पर छाङ्गो लेक हो। हामी धेरै माथि आइसकेको छौँ। फोटो फोटो रेडी ल यी फोटो खिच्दैछु त म। सुत्नु न यस वाह यहाँ भिड छ होला नि त पुरा। छिटो 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 भिड छ लु वाह यस तिमी आऊ न पल्टा र। के भिडियो मम्मी फेरि 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 स्टार्ट। ठुलो ठुलो उठाउनु नि। रिनालाई पनि दिनु नि भनेको। ल ह्याप्पी एनिभर्सरी भनेर। ह्याप्पी एनिभर्सरी। हेलो आज छाङ्गु लेकमा हाम्रो भाइहरूसँग हिमपात के चिसो छ पुरै। राजु भाइ चिसो छ पुरै है। ह्याप्पी चिसो बहुत चिसो छ। तर अलिक
कम्ती कम्ती नै छ हिउँ चाहिँ त्यस्तो साह्रो बेसी छैन यहाँ तल देखिरहेको छङ्गुको पोखरी हो तल देख्दै गरेको चाहिँ यहाँ चाहिँ नाक मुख सबै सुन पनि सकिसक्यो चिसोले मेरो चाहिँ आज पहिलेदेखिको सपना थियो यहाँ आउने भाइ बहिनीहरूसँग आउँदाखेरि बल्ल बल्ल आज पुरा भयो तर यसमा मिसिङ चाहिँ माई वाइफ मन्जु ऊ मात्रै आउनु पाएन केही कारणवशले बिचरा नभए त सँगै आउने कुरा थियो हामी चारजना चाहिँ छोडा त हात छोडा भाइ ल धेरै धेरै धन्यवाद हामीले यो पालिको 15 सालगिर हामीले छाङ्गुको लेकमा आएर मनाएको छौँ निभाइदेऊ भयो त्यो बरफको केक काटेर हामीले एनिभर्सरी मनायौँ योपालि ल कति हामी पनिबाट केक खाइराख्नु होइन योपालि चाहिँ फोटो पनि उठाउँदै गर्नु ओके थ्याङ्क यू गिफ्ट ओके यहाँ त होइन कि बाबाको हजुर यही हो ऊ त्यो तलको के हो यहाँ के को लाइन बिछाउँदैछ नि इन्टरनेट हो कि
दामी देखेको है यता भिडियो निकाल्नु म भिडियो दादा हजुर त्यो पाहाडको निकाल्नु यो पोखरीहरू त यही बरफहरू पुगेर त्यो सम्म भएकोतिर जमिएको होला है गाजा खाइसक्यो त्यहाँदेखि विदेशतिर त्यो बेसी चिसो उयोहरूतिर किन घरेर यस्तो देखिन्छ भनेको त बनाउनु पर्दै यस्तै रहेछ नि त है